जीविकाका सवालमा र जनताले सुशासनको प्रत्याभूति पाउने सवालमा र अहिले देखिएको जनताको मुख्य दुश्मनको रूपमा अगाडि देखा परेको भ्रष्टाचार र अहिलेको आवश्यकता सुशासनलाई मध्यनजर गर्दै बुटोल एउटा नेपालको प्रमुख सहरहरूमध्ये विकसित र विकासोन्मुख सहरमा गणना हुने र यहाँको सुशासनले त्यसको सङ्केत गर्ने भएको कारणले गर्दा आज जुन यहाँ कार्यालय प्रमुख र अधिकृतज्यूहरूको माझमा बुटोल उपमहानगर कमिटीले आज हाम्रो राज्य सरकारले जनतालाई व्यवस्थित गर्ने हिसाब किताबले जुन राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान अगाडि बढाएको थियो, त्यो अभियान सँगसँगै बुटोलमा जनसङ्ख्या जुन वृद्धि भएको छ यसलाई मध्यनजर गर्दै जनताहरू बिहानैदेखि लाइन बस्न पर्ने जुन अवस्था छ यसलाई व्यवस्थित गर्नुपर्छ र यसलाई कर्मचारीको म्यानेजमेन्ट तरिकाले जनताले जुन आजको यो प्रचण्ड गर्मीमा पनि बिहानै 6 बजेदेखि लाइन बस्ने पर्ने अवस्था छ यसलाई मध्यनजर गर्दै तपाईहरु माझ बुटोल उपमहानगर कमिटीले एउटा ज्ञापन पत्र लिएर आएको छ। इलाका प्रशासन कार्यालय बुटोल रूपन्देही विषय सेवा प्रवाहलाई व्यवस्थित बनाउने सम्बन्धमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्र हो। नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्ने यो परिचय पत्र महत्त्वपूर्ण हुने भएकाले सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने नीति लिएको छ। यस कार्यप्रति हाम्रो पार्टी नेकपा एमाले बुटोल उपमहानगर कमिटी विशेष आभार प्रकट गर्न चाहन्छ। यति बेला बुटोल र आसपासमा अत्याधिक गर्मी बढिरहेको छ। बुटोलको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र तथा नागरिकता बनाउने काम भइरहेको छ। कार्यालय समय 10 बजेदेखि सुरु हुने भए तापनि बुटोलमा बिहान 6 बजे नै ठूलो संख्यामा सेवाग्राही लाइनमा बस्नु परेको अवस्था छ। बुटोलको जनसङ्ख्या धेरै हुनु तथा सोही अनुसारको सेवा प्रवाह दिन नसक्नुको कारण सेवाग्राही जनतामा शास्ति बेहोर्नु परेको छ। तसर्थ बढ्दो गर्मीका कारण सेवाग्राहीलाई शास्ति भएकोले इलाका प्रशासन कार्यालय बुटोलमा बिहान 7 बजेदेखि नै सेवा दिने गरी व्यवस्था मिलाई आम जनतालाई छिटो छरितो र सहज रूपमा सेवा प्रवाह हुने वातावरण मिलाउन विनम्र अनुरोध सहित माग गर्दछौँ। आवश्यक सहयोग र समझदारीको अपेक्षा सहित हार्दिक अभिवादन व्यक्त गर्दछौँ। प्रवाह हुने सेवाहरू राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता, राहदानी, नाबालक परिचय पत्र, शान्ति सुरक्षा, बजार अनुगमन लगायतका कामहरू छन्। ती सबै कामहरूमध्ये राष्ट्रिय परिचय पत्र बाहेकको अन्य सेवामा कुनै पनि प्रकारको असुविधा दुःख छैन। हामी सहज रूपमा चाहिँ सेवा प्रवाह गरिरहेका छौँ। बिल्डिङले पनि हामीलाई साथ दिएको छ, कर्मचारीहरू पनि अनुभवी हुनुहुन्छ। त्यसर्थ अरू सेवामा कुनै पनि प्रकारको समस्या छैन। जहाँसम्म चाहिँ राष्ट्रिय परिचय पत्रको चाहिँ सेवा प्रवाहको विषय छ, यसमा केही कारणहरू छन्। बुझाइदिनु हुनुको निम्ति म आज अनुरोध गर्दछु। इलाका प्रशासन कार्यालयमा म 6 महिना पहिला आउँदाखेरि 2वटा स्टेसन मात्रै थियो। साबिक 2-4 वर्ष चाहिँ देखिने 76 सालदेखि नै त्यो 2वटा स्टेसनबाट मात्रै अहिले नेपाल सरकारले पछिल्लो पटक चाहिँ राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षा चाहिँ भत्ता चाहिँ प्राप्त गर्नका लागि ब्याङ्कमा खाता खोल्न, केवाइसी अपडेट गर्न, त्यसपछि गएर चाहिँ सवारी चालक अनुमति पत्र लिन, कम्पनी खोल्न, जग्गा प्रशासनका सबै कामहरू गर्न लगायतका कामहरूमा अनिवार्य गरिदिएपछि यो अलिकति अनिवार्य भएपछि मान्छेहरूलाई लचाइँदो रहेछ भन्ने हिसाबले यो भिड बढेको हो। बुटोल, गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका, प्युठान लगायतका केन्द्रबिन्दु चाहिँ रहेछ। अधिकांश मान्छेहरूको बसाइसकेर यो ठाउँमा आउने, अधिकांश मान्छेहरू यहीँबाट सेवा लिन पाउने अवस्थाको चाहिँ सिर्जना भएको छ। दोस्रो विषय चाहिँ अन्य विषयमा चाहिँ बसाइसराई गर्नुपर्ने छ अन्य सेवाहरू प्राप्त गर्नका लागि, तर विभागले राष्ट्रिय परिचय पत्र प्राप्त गर्नका लागि नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासनबाट पनि पाउन सकिने भनिदिया हुनाले सबैलाई हामीले बसाइसराई बिना नै यो सेवा दिनुपर्ने अवस्था छ। यसर्थ
दुईवटा स्टेसनबाट मात्रै सेवा दिँदा र यो सबै सेवामा चाहिँ अनिवार्य गरिदिएपछि हामीलाई अप्ठ्यारो भएको एकदम 60 किसिमको छ। एउटा स्टेसनबाट 60 भनेको 6 × 18 180 भयो। मैले साथीहरूलाई बेलुका बरु बिहान चाहिँ 9:30 बजी नै चाहिँ काम थाल, त्योभन्दा पछि जति मान्छे बाँकी रहन्छन् ती मान्छेको काम सघाएर मात्रै हिँड्नु भनेपछि 6, 6:30, 7 पनि बजिरहेको हुन्छ।